हेलो गाइस वेलकम ब्याक टु माई युट्युब च्यानल। सो आज पनि आइरहेछ है। हामी चाहिँ आज चाहिँ इन्डिपेन्डेन्स डेको दिन होइन कालिम्पोङ घुम्न आइरहेको छु। सो तपाईँहरूलाई कालिम्पोङको भिजिट गराउने छु, कस्तो चाहिँ हुनेछ हेर्नुहोस् होला। यो चाहिँ मेला ग्राउन्ड हो होइन। हामी पस्नु टाइम फुर्सदै छैन, त्यहाँनिर जग्गै छैन, त्यही भएर सो हामी चाहिँ बाहिरै हेरिरहेको छ। अब म जतिसक्दो तपाईँहरूलाई म भित्र लगेर देखाउने छु है कस्तो हुँदो रहेछ भनेर हेर्नुहोस् होला। यति साह्रो क्राउड छ कि आमा तपाईँहरू गरम फेरि त्यस्तै छ होइन गाइस। म जाँदैछु तपाईँहरूलाई होइन फाइनली लगेर तपाईँहरूलाई म भित्रै ग्राउन्डमै लगेर देखाउने छु। सो होइन हेर्दै जानुहोस् होला। यहाँ मेन रोडमै यस्तो छ हेर्नुहोस् गाइस। डम्बर चोकमा यति साह्रो भिड छ कि ग्राउन्डमा जे हुँदैछ यहाँनिर मेन रोडमा चाहिँ प्रोजेक्टरमा देखाउँदैछ नि त होइन। त्यही भएर अब ग्राउन्डमा चाहिँ जो पस्नु सक्दैन त्यसको लागि। सो गाइस हेर्नुहोस् होला। अब यहाँनिर डम्बर चोकमा यस्तो भिड छ भनेपछि मेला ग्राउन्डमा कस्तो होला त्यो त तपाईँ अन्दाज नै गर्न सक्नुहुन्छ होइन। र पनि म तपाईँहरूको लागि होइन देखाउनु लागि चाहिँ म तपाईँहरूलाई मेला ग्राउन्डभित्रै लगेर देखाउने छु होइन। जति सक्दो हेर्दै जानुहोस् होला। गाइस आइपी पार्कमा हेर्नुहोस्, आइपी पार्कमा पनि भिड छ है। अब मेला ग्राउन्ड जाउँ होला। मेला ग्राउन्डमा फाइनली म भित्र पस्दैछु। अब यहाँभित्र सिँढीमा मात्रै बस्नुपर्छ, तपाईँहरूलाई ठेलेरै ग्राउन्डमा पुर्याउनेछ है। म फाइनली जाँदैछु है तपाईँहरूलाई म देखाउनुको लागि। हेर्नुहोस् होला प्लिज है, लाइक कमेन्ट सेयर गरिदिनुहोस् होला। मेला ग्राउन्डको इन्डिपेन्डेन्स डेको दिन चाहिँ कतिको क्राउड हुँदो रहेछ भनेर तपाईँहरूलाई याद भइरहेको कुरा हो होइन। यति साह्रो ग्रान्ड हुन्छ कि तपाईँहरू पनि आउनु सक्नुहुन्छ नेक्स्ट टाइमको लागि पनि। हेर्दै जानुहोस् होला। यो सबै जति पनि ग्राउन्डमा छ त्यो सबै स्कुलहरूको मात्रै हो होइन। यति साह्रो भिड हुन्छ कि मान्छेहरू अब गरम त झन् भन्नै नसक्नु। अब यति तपाईँहरूलाई पनि थाहा होला ग्राउन्डमा बेसी क्राउड भयो भने गरम कतिको हुन्छ भनेर, त्यो त म भन्नै सक्दिनँ है गाइस। त्यो म आफूले महसुस गरिरहेको छु होइन।